बल्लाइस दिनभरि ट्रिपमा आउँछु म र मेरो ब्रो सिधा उभि किन त्यसरी उभिएको प्रकाश हिजोको असाइनमेन्ट गरेछस् नि आज छैन सर टाइम नै पुगेन हिजो शनिबार थियो त अनि गेम फाइट गर्छु शनिबारको बिदामा अनि बाँकी 6 दिन चाहिँ के गर्छस् त साले कोही नि नास ल सबले आफ्नो आफ्नो बुक खोल त ल गाजा लुकाएको छ मेरो किताबमा साले मयूर राख्ने ठाउँमा गाँजा राख्छस् सर हामी कृष्णको होइन शिवजीको भक्त हो कुन दिन म तिनटेलाई 20 खुवारा मार्दिन्छु गाँजा नखाए यार क्यान्सर हुन्छ तत्काल हुने कुरा हो र त्यो बिस्तारै बिस्तारै हुन्छ नि किन उठेको बस अब पढाउँछु म जा छिटो गराइ जा साले के गरेको यो पानी पानी बनाइछु आमाको सम सरलाई त्यसरी ट्रिट गर्ने तेरो कम्प्लेन गर्छु रोकमा डर लाग्दैन कोहीसँग जाक कप्सला गर बन मैले बोलाइसके प्रिन्सिपल सरलाई जागर बस अहिले एकछिनमा थाहा हुन्छ डर लाग्छ कि लाग्दैन ल यो फिल इन द ब्ल्याङ्क सोले गर्न सक्छ ल ल भन्न त ल लौ आउँदो रहेछ त्यसलाई त रोक अर्को क्वेसन दिन्छु ल यो क्वेसन सल्भ गर त ल 5 महिनामा 50 लाख अरे यो पनि मिलाउँछ त 5 महिनामा 50 वटा केटी म्याथ सिक्ने खतरा यार सब आउँदो रहेछ त तँलाई त केही सिक तैँले पनि बुझिस म्याथ सिक्ने बुझिस कि मलाई नै आउँछ नि हल्का हल्का त ल एउटा क्वेसन तँलाई नि ल सोध्नु तेरो फ्युचर प्लान के हो त्यस्तो गाह्रो क्वेसन सोध्ने मलाई चाहिँ त्यसलाई कटाहान हो त नि फ्युचर कसलाई थाहा हुन्छ र प्लान गर्नलाई इफ यु ब्रेक अ म्याग्नेट इन्टु 2 इक्वल पार्ट्स हाउ मेनी पोल्स विल इच पिच ह्याभ मसँग छ म्याथ सिक्ने पुसी तान्ने म्याग्नेट ओइ सिका त यार आएन मलाई त लाडो खा म्याथ सिक्ने ओइ जेपाटी नबोल म्याथ सिक्ने साले नबोल भनेको त म्याथ सिक्ने ल सिम्पल क्वेसन सोध्छु त नि तँलाई अलि सिम्पल सोध्नु त ल थ्योरी अफ रिलेटिभिटी भन ल E इज इक्वल्स टु के पो थियो यार म्याथ सिक्ने ए आयो ल बस उसको चाक पनि ठुलो दुध पनि ठुलो पुसी चिप उ चाहिँ हाम्रो नयाँ स्टुडेन्ट हो है म तिम्रो फ्यान भयो बेबे तिम्रो बाय सोच्दा टाउको ह्याङ भयो बेबे राम्री छ है झोला छि तिमीहरूलाई यस्तो राम्री लाग्छ यसको लाडो काट बनाए यसलाई छक्का मुख नछाड भनेको जना हाई लेभलको बोर्ड बोल्न थाल्छ ओइ म्याग्नेट निकाल त तानम खै त आउँदैन त नाम के हो भन तिम्रो पार्वती कि कमला मेरो नाम धने हो राम्री लाग्यो होइन तिमीहरूलाई ऊ चाहिँ 1 वर्षको लागि थाइल्यान्ड बसेर आएको हो म्याग्नेटले त्यही भएर भो काम नगरेको म सिंगल छु भाइ के हुँदैछ यहाँ